Ramiताको विरति आउँदैछ सुगाई कहिले आउँदैछ 5-20 गते म पनि हेरेर जाने नि सँगै बसेर तपाईँसँग एउटा कुरा होइन है स्मार्ट कस्तो लागिरहेछ धीरजीबाट नै जाऊँ न किनभने धीरजी आज फर्स्ट टाइम देखिनु भएको छ होइन कस्तो लागिरहेछ रमिताको विरतिको माहौल अनि एकदमै आज मेरो पनि फर्स्ट टाइम हो ट्रेलर हेरेको अनेस्टली आइ एम सो ह्याप्पी टु बी पार्ट अफ दिस प्रोजेक्ट अनि जुन हिसाबले हाम्रो डिरेक्टरले एउटा फिमेल ओरिएन्टेड फिमेलको एङ्गलबाट प्रेजेन्ट गर्नुभएको छ लभ स्टोरी कि त ब्रेकअपको स्टोरी त्यसले गर्दाखेरि चाहिँ आइएम भेरी ह्याप्पी एज एन अडियन्स एन्ड आइम स्योर दर्शकहरूको लागि पनि केही नयाँ समथिङ न्यू समथिङ डिफ्रेन्ट अब दर्शकहरूले सधैँ भनिराख्नुहुन्छ केही नयाँ चाहियो सधैँ एउटै खालको स्टोरी भयो भनेर सो यो पालि पनि आइएम इन डिफ्रेन्ट लुक सुरुमा त म त अनेस्टली भन्दाखेरि आफूले पनि वाल त्यो ड्रेड्स हालिरहेको बेलामा पनि अनेस्टली मलाई खास गर्नै मन थिएन तर डिरेक्टरले चाहिँ सी कन्भिन्स मी अनि भनौँ न यो क्यारेक्टरको लागि मलाई यही लुक चाहिएको भनिसकेपछि चाहिँ आवाज लागेको कि फाइन लेट्स गो अनि त्यो ड्रेस हाल्दाखेरि नै 3-4 घन्टा लाग्यो निकाल्दा पनि 3-4 घन्टा लाग्यो सो ओल इन ओल मुभी हेरिसकेपछि आई थिङ्क ट्रेलरमा अलिकति देखिन्छ तर मुभी हेरिसकेपछि चाहिँ आइएम स्योर यु गाइज विल इन्जोय माई क्यारेक्टर एज वेल तपाईँलाई चाहिँ ब्रेकअपले कतिचोटि ब्रेक गरेको छ त त्यो त अब रमिताको विरतिमै देखिन्छ धीरजीलाई चाहिँ भनेको म त छैन रुनु भएको छ कि छैन ब्रेकअपले ब्रेकअपले छैन नेभर छैन मेरो ब्रेकअपै भएको छैन नि वाउ सो लभली ओके त आनातिर सोधौँ कस्तो लागिरहेछ रमिताजी म त एकदमै खुसी लागिरहेछ हजुर सबैजना आइदिनु भयो ट्रेलर हेरिदिनु भयो सपोर्ट गरिदिनु भयो यति धेरै माया दिनु भइरहेछ म त अभियसली खुसी नै छु है समीरजी कस्तो भइरहेछ त माहौल म एक्साइटेड छु मुभीको लागि ट्रेलर आई थिङ्क प्रमिसिङ नै छ डर कतिको लाग्दो रहेछ आफूलाई स्क्रिनमा हेर्दा डर भन्दा पनि खुसी चाहिँ लाग्दो रहेछ त्यो डिफ्रेन्ट काइन्ड अफ ह्याप्पिनेस आई थिङ्क ओके आज रमिताको लुकलाई अब दुईजना हिरो हुनुहुन्छ साइडमा होइन कस्तो देखिनु भएको छ रमिताजी थोरै जान्यौ न त रमिताजी एज अलवेज राम्रै हुनुहुन्छ होइन आई थिङ्क आज पनि स्टनिङ देखिरहेको छ धीरजीबाट नि सुनाउ न त रमिताजी आज कस्तो देखिनु भएको छ त आफूले रमितालाई कसरी तारिफ गर्नुहुन्छ एकदमै भन्नाले अहिले कि मुभीमा अहिले त अफकोर्स एज अलवेज के अरे राम्री ओके उहाँले त भन्नुभयो वर्षौँको पर्खाइपछिको होइन तपाईँले कतिको वेट गर्नुभएको थियो धीरजसँग फिल्म खेल्न कतिको मन थियो तपाईँलाई चाहिँ मा त आई थिङ्क धीरजलाई चिनेको नि इट्स बिन सो लङ अनि हि इज बिन डेफिनेटली माई टप 3 एक्टर्स द्याट आई हेभ बिन वान्टिङ टु वर्क विथ सो मलाई चाहिँ आशा छ लाइक नेक्स्ट प्रोजेक्टहरू अझै फर अ लङ्गर टाइम खेल्न पायोस् पढ्नुहुन्छ भनिदिनु नि त भन्ने धीरजीको चाहिँ टप कतिमा पढ्नुहुन्छ एनाजी वानमै हो कि अहिलेको लागि त वनमै हो नि अफकोर्स तपाईँ धेरै झुट बोल्नु हुँदो रहेछ है अहिलेको लागि त हो त नि रमिताको लागि त हो नि हजुर सधैँको लागि पो सोधेको तर अहिलेको लागि अब अहिले त रमिता आउँदैछ होइन अभियसली अफकोर्स फर्स्टमा त रमिता नै हो तपाईँहरूको चिनजान मतलब आनाजी र धीरजीको चाहिँ फर्स्ट भेट कस्तो थियो दुईजनाको फर्स्ट भेट कस्तो थियो धीरजीसँग हजुरको तिमीलाई याद छ मेबी फेन्टली बोल्न कसरी स्टार्ट इट्स बिन अ व्हाइल के अरे धेरै टाइम भयो तर त्यही भएर पनि तर होइन आई थिङ्क लाइक वी वर अलवेज कनेक्टेड जहिले पनि के अरे हाई हेलो भइरहेको हुन्थ्यो तर सधैँ पनि लाइक इभन विथ हर मम एज वेल हाम्रो कुरा हुन्थ्यो लाइक कहिले सँगै आउँछ मुभी भनेर अनि फाइनली रमिताको विरतिमा जोडिन पायो आइ एम रियली ह्याप्पी एन्ड आई थिङ्क
हाम्रो जुन एउटा लभ स्टोरी छ त्यही मुभीभित्र नै आई थिङ्क दर्शकहरूले पनि एकदमै इन्जोय गर्नुहुन्छ आई थिङ्क फर मी उसले भनेको जस्तै अझै अरू प्रोजेक्टहरूमा नि सँगै काम गर्न मन छ ओके एकअर्काको पहिलो फिल्म कुन हेर्नु भएको थियो दुवैजनालाई प्रश्न आनाजीपट्टि जाउँ मैले पहिलो फिल्म हेरेको आई थिङ्क हलमा आएर हेरेको थियो जस्तो लाग्छ है मलाई इन्टु मिन्टु त मैले युट्युबमा हेरेको थिएँ आई थिङ्क इट वाज इन्टु मिन्टु नै हो हजुरले चाहिँ कुन हेर्नु भएको छ मेरो त अब उसको फर्स्ट मुभी हेरेको त ग्याङ्स्टर ब्लुज हो लास्ट मुभी चाहिँ मैले हलमै आएको थिएँ हेर्नलाई हाउ लङ वाज द्याट अगो भयो होला 5-6 months ओके समीरजीको गीत चाहिँ कतिको सुन्नु भएको थियो उहाँको आवाजको फ्यान हो कि होइन अनि अफकोर्स उसको त भनौँ न आई थिङ्क उसको स्वरले गर्दाखेरि नै यति धेरै फ्यान्स उसले कमाएको छ अनि त्यो नै आई थिङ्क उसकै फ्यान्सहरू पनि दे आर रियली एक्साइटेड टु सी हिम ट्राइङ समथिङ डिफ्रेन्ट यो मुभीमा आएर उसले जुन एउटा आर्ट फर्म डिफ्रेन्ट आर्ट फर्म उसले ट्राई गरेको छ त्यसको लागि त ह्याट्स अफ टु हिम जस्तो कि उहाँ गीतमा आफूले आफूलाई इस्टाब्लिस गरिसकेको मान्छे तपाईँलाई एक्टिङमा होइन अब उहाँ एक्टिङमा आउनुभयो कतिको टक्कर दिनुभएको छ अलिक तपाईँसँग समीरजी अलिक क्लोज आइदिनु न अलिक टाढा बस्नु कतिको टक्कर दिनुभएको छ ए होइन त्यो अनेस्टली मलाई पनि थाहा छैन त्यो त मुभी नै हेर्नुपर्छ अघि हामीले कुरा गरिरहेको थियो मुभी अब त्यो त मुभी हेर्नुपर्छ समीरजीको तपाईँलाई फेभरेट सङ चाहिँ कुन लाग्छ जुन एकदमै धेरै सुनिराख्नुहुन्छ आई थिङ्क अहिले मोस्ट रिसेन्ट बन विथ एकदेव एकदमै राम्रो लाग्छ त्यो चाहिँ के छ त समीरजीको अगाडि दुईजनाले समीरजीकै गीत गुनगुनाउने हो त अहिले समीरजी सुन्नुहुन्छ तपाईँ अब सिङ्गर हुँदा कहाँ हामीले गुनगुनाउने अब सिङ्गर त हिरो बनिसक्नु भएको छ भने म चाहिँ कहिले पनि सिङ्गर बन्न सक्दिनँ होइन धीरज र मेरो लभ सिक्वेन्समा चाहिँ सुशान्त केसीको सङ छ हजुरले ट्रेलरमा पनि सुन्नुभयो होला अलिकति यो के भनेपछि तपाईँहरूको दुईजनाको उसमा चाहिँ सुशान्तजी जसरी नि बिचमा आउनु भएको छ समीरको सङ चाहिँ छैन ओके कस्तो एक्सपिरियन्स बटुल्नु भयो धीरजी जुन होइन तपाईँले भन्नुभयो आफ्नै क्यारेक्टर पनि अलिक फरक छ भन्नुभयो नि होइन रमिताको विरोधी गरिसक्दाखेरि अहिले पनि तपाईँलाई याद आइरहेको छ तपाईँले आफ्नो फिल्मी करियरमा रमिताको विरोधी सम्झिनु पर्दाखेरि चाहिँ कसरी सम्झिनुहुन्छ आई थिङ्क अनेस्टली फर मी इट वाज एक्सपेरिमेन्ट जस्तो लाग्छ मलाई किनकि इभन त्यही हाम्रो एउटा सिनमा चाहिँ त्यो एउटा मेन इम्पोर्टेन्ट सिनमा चाहिँ वी डिड इट वान टेकमा अनि त्यो चाहिँ मेरो लागि एकदमै इभन नाउ लाइक थिङ्किङ ब्याक अन इट लाइक वी एक्चुली वर्क रियली हार्ड फर इट कति रिहर्स गऱ्यौँ लाइक हुन्छ नि त्यहाँ वान टेकमा त अब धेरै कुराहरू कन्ट्रोल गर्नुपर्ने थियो र हामी एउटै रुममा बसेर पनि धेरै कुराहरू को फ्याक्टर्सहरू थियो त्यहाँभित्र होइन सामानहरूदेखि लिएर के गर्ने कसो गर्ने अनि इमोसन्सदेखि लिएर इमोसनली ब्रेक हुनु भएन एन्ड आई थिङ्क द्याट सिन वाज नियरली कति वान टेक वाज नियरली 5 minutes लङ वान टेक सर्ट छ जुन चाहिँ हाम्रो एकदमै इम्पोर्टेन्ट सिन थियो अहिले पनि थिङ्किङ ब्याक अन इट आई थिङ्क त्यो सिन चाहिँ दर्शकहरूले चाहिँ त्यो हेरिसकेपछि दे गर्न लभ इट फर स्योर है समीरजीलाई पनि सोधौँ न अघिदेखि बोल्न दिइरहेको छैन होइन समीरजी तपाईँले चाहिँ धीरजीको फिल्म कतिको हेर्नु भएको थियो अनि धीरजी कतिको मनपर्ने एक्टर हो तपाईँको लागि एज एन एक्टर एन्ड एज एन पर्सन पनि उहाँ एकदमै राम्रो लाग्छ मलाई मैले मुभीहरू हेरेर हुन्छु उहाँको अब फर्स्ट मुभी भन्यो भने इन्टु मिन्टु लन्डन नै हेरेको थिएँ मैले एकदम राम्रो लागेको थियो त्यति बेला अहिले पनि रमिताको पिरती एकदम राम्रो लागिरहेछ ट्रेलर होइन मुभी अझै प्रमिसिङ छ भन्ने आशा लागेको छ अनि एनाजीको चाहिँ कुन फिल्म हेर्नु भएको थियो एनाजीको चाहिँ मैले अनि के चाहिँ वाउ लागेको थियो कि उहाँको अलमोस्ट सबै मुभी हेरेको छु मैले चाहिँ होइन सबै उहाँ एज एन एक्टर पनि एज एन पर्सन पनि मलाई एकदम वाउ लाग्छ एज एन केयरिङ हुनुहुन्छ उहाँ होइन अनि त्यो चाहिँ एकदम राम्रो लाग्छ मलाई चाहिँ इन्सपायरिङ पनि लाग्छ धीरज चाहिँ केयरिङ हुनुहुन्न उहाँ पनि केयरिङ हुनुहुन्छ एकदम हम्बल हुनुहुन्छ धीरज जस्तो कि इन्डस्ट्रीमा हुन्छ नि होइन ए यसो हिरो एउटै फिल्ममा भएपछि धेरै हिरो भएपछि अलिक टक्कर होइन खोलेको भन्दा बेटर गर्ने त्यस्तो अनि तपाईँको त डेब्यू फिल्म पनि भयो त्यहीमाथि एक्लै रोमान्स नि गर्न पाउनु भएन रमितालाई अरूले नि घुमाउनु भयो होइन त्यसमा चाहिँ आफूलाई कतिको च्यालेन्जिङ लागिरहेको थियो मैले चाहिँ त्यो वेमा हेरेको छैन होइन यस्तो भन्यो भने एज एन कम्पिटिसनको रूपमा चाहिँ लिएको छैन मैले सिम्पल वर्ड्स
अलिकति रोमान्टिक क्यारेक्टर तपाईँको छ जस्तो छ होइन अनि पात्रमा 3टा हिरोमा अझ धेरै रोमान्टिक तपाईँ देखिनु भएको छ एज अ बोयफ्रेन्ड रियलमा तपाईँ कतिको रोमान्टिक हो I think रियलमा नट बोयफ्रेन्ड मात्रै एन्ड पर्सन तपाईँ पर्सन कतिको रोमान्टिक हुनुहुन्छ एज अ पर्सन म आफैलाई जज गर्न चाहिँ सक्दिनँ बिकज होइन त्यो चाहिँ युज थिङ जस्तो लाग्छ मलाई चाहिँ तर यसो इन सिम्पल वर्ड्स भन्दा आई एम अ गुड पर्सन जस्तो लाग्छ है धीरजी हजुर चाहिँ कतिको रोमान्टिक पर्सन हुनुहुन्छ ठिकै आई थिङ्क त्यति साह्रो पनि होइन अघि जस्तो लभ लाग्दैन गरे होइन भन्नुभयो अहिलेसम्म रोमान्टिक गर्न होइन मैले नसकेर ब्रेकअप भएको छैन भने लभ गरेको छैन भने ए ओके भनेपछि लभ गरिरहेछ ब्रेकअप अहिलेसम्म भएको छैन ब्रेकअप नै भएको छैन ओके अब ब्रेकअप भएको छैन भने त लभ पनि परे होइन कि लभ परिरहेछ त्यो त who knows no one knows ए त्यो पनि हो हुन त ओके केही समीरजीको गीत छ नि होइन समीरजीको गीत नसुनि कसरी सक्ने त समीरजीको गीत सुनाऊ अनि सो त इन्ड हुनेछ मेरो गीत ल कुन मुभीकै गाउँछ नि थोरै अनि जान दिए पनि थोरै ल त्यो चाहिँ नगाउँ होइन मुभी रिलेटेड गाउँ न है त सो यो चाहिँ हाम्रो तिमी भाइ काफे भन्ने सङ यसबाट हल्का हाम्रो इन्ट्रोको नक्कली मोरी भन्ने पार्ट चाहिँ गाउँछ कली मोरी तिमीलाई लैजान्छु आफ्नो बनाई आउने सालैमा लगन गएको साई जुराई कली मोरी तिमीलाई लैजान्छु आफ्नो बनाई आउने सालैमा लगन गएको साई जुराई थ्याङ्क यू सो यो गीत थ्याङ्क यू तपाईँ गाउनु न तपाईँ अगाडि आएर गाउनु न उहाँको भोइस यति राम्रो सुनिरहेको थियो आई थिङ्क तपाईँ चाहिँ अगाडि आएर यस्तो बेइज्जत त नगरिदिनु भयो थ्याङ्क यू सो मच तपाईहरुलाई र धेरै धेरै शुभकामना अब त तपाई रमितालाई छोडेर जानुहुन्छ नि अफ कोर्स न तर उसले चाहिँ मलाई छोडेर जान्छ रमिताजी हुन त उहाँले छोडेर जान सक्नुहुन्छ भर छैन ए हो तपाईले के थाहा छ त्यो अब रमिता हो नि त विरोधी धेरैसँग लाउनुहुन्छ त्यही भएर ओके है हामीले बुझे तिमी भन्दै रमिताको पिरेतीको ट्रेलर निस्किसकेको छ मुभी चाहिँ 23 गते फेब 6 मा निस्किन्छ आशा गर्छु हजुरहरूले मुभीलाई मन पराइदिनुहुन्छ सपोर्ट गरिदिनुहुन्छ अनि धेरै धेरै माया दिनुहुन्छ थ्याङ्क यू सो मच